आज म तपाईँहरूलाई बिपी कसरी नाप्ने, त्यसको प्रोसेसहरू के हुन्छ म सब तपाईँहरूलाई सिकाउँछु। अब म तपाईँहरूलाई बिपी कसरी नाप्ने त्यो कुराहरू सिकाउन गइरहेको छु। उहाँको थ्रुले, उहाँको हेल्पले म तपाईँहरूलाई यो बिपी कसरी नाप्ने सब प्रोसेसहरू भन्छु। फर्स्टमा म उहाँसँग ग्रिटिङ गर्छु, उहाँसँग पर्मिसन लिन्छु। नमस्ते हजुर। नमस्ते। म अब तपाईँको बिपी नाप्न गइरहेको छु। हुन्छ हुन्छ। अनि पर्मिसन लिएपछि, ग्रिटिङ गरेपछि हामी अब उहाँको यो राइट ह्यान्ड छ, म त राइट ह्यान्ड नै युज गर्छु। अब राइट ह्यान्ड लिएर युज गर्ने, यो जहिले पनि राइट ह्यान्ड हुन्छ हाम्रो के हुन्छ, रेस्ट पोजिसनमै राख्नुपर्छ। किनकि रेस्ट पोजिसनमा भएन भने हाम्रो ब्लड सर्कुलेसन बढी हुन्छ। किनकि यस्तै हामी राख्दा हाम्रो पेन हुन थाल्छ, पेन हुनु पनि मसल थकिहाल्छ। त्यही भएर हाम्रो ब्लड पनि छिटो आउँछ। त्यही भएर हाम्रो बिपी भनेको तलमाथि पनि हुनसक्छ। त्यही भएर रेस्ट पोजिसनमा, फर्स्टमा रेस्ट पोजिसनमा राख्ने। सेकेन्डमा म यो बिपी कप सेट गर्छु। बिपी कप जहिले पनि हामी यो अप्पर लिम्सको 2/3 पार्टमा नि हामी राख्छौँ। अब 2/3 पार्टमा सेट गर्ने, मजाले टाइटली गर्ने। अब हेर्ने कतिको टाइट छ भने, टाइट छ कि लुज छ भनेर हामी कसरी हेर्ने, यो हाम्रो दुईवटा औँला छ, यो भित्र यसरी छिन्नु पऱ्यो क्या, मजाले जानु पऱ्यो। गयो भने अब यतिको फिट्छ, यति भयो। अब यो हाम्रो यो प्रेसर गज, यसलाई भन्छ प्रेसर गज। यो जहिले पनि हाम्रो हार्ट लेभलको हुनु पऱ्यो, हार्टको लेभलमा हुनु पऱ्यो। त्यही भएर हामी यहाँ जहिले पनि हामी बिपी नाप्दाखेरि हामी यहाँ यसलाई सेट राख्नुपर्छ। त्यसपछि अब हामी सिस्टोलिक पहिले हेर्छौँ। सिस्टोलिक कहाँ छ? सिस्टोलिक जहिले पनि हामी यो रेडियल आर्ट्रीमा नाप्छौँ। रेडियल आर्ट्रीमा यस्तो हामी औँला राखेँ, यो तिनवटा औँला जुन चाहिँ हामी राख्छौँ। तिनवटा औँला राखेपछि हामीले त्यो सिस्टोलिक यहाँको रेडियल आर्ट्री जुन हुन्छ त्यो हामीले फिल हुन्छ। त्यहाँबाट पाल्पेसन गरेर हामी फिल गर्ने। फिल भएपछि अब हामी पम्प गर्ने। यो एउटा लेभलमा गएर यो स्टप भइहाल्छ। जहाँ स्टप भयो त्यसलाई नि हामी सिस्टोलिक भन्छौँ। फर्स्ट हामी सिस्टोलिक गर्ने। अब उहाँको स्टप भनेको 110मा भइरहेछ, त्यो भनेको हाम्रो सिस्टोलिक भइहाल्यो। अब यो पम्प गरेपछि त्यस्तै छोड्नु हुँदैन कहिले पनि, किनकि छोडेपछि यहाँ नस हाम्रो के हुन्छ, चापिहाल्छ। त्यति गरेपछि अब हाम्रो सिस्टोलिक भयो 110। अब 110मा हामी जहिले पनि 30 mmHg मिलिमिटर अफ मर्करी प्लस गर्नुपर्छ। जस्तै 110 छ भने हामी त्यसमा 30 प्लस गऱ्यो भने कति हुन्छ, 140 हुन्छ। अब 140सम्म हामी जान मिल्छ। स्टेथोस्कोप हाम्रो यो दुईवटा ट्युब हुन्छ। यो ट्युबको बिचमा जहिले पनि हामी यो स्टेथ राख्नुपर्छ। अनि स्टेथ अन छ कि अफ छ भने त्यसको साउन्ड कसरी हामी सुन्ने भनेको, कसरी हेर्ने कि बन्द छ, जहिले पनि हामी यस्तै राखेर यो यहाँ ढाक गर्ने। अन छ कि अफ छ यहाँबाट थाहा हुन्छ। यस्तो कहिले पनि ढक गर्नु हुँदैन हामीलाई। अब हामी 140सम्म लिएर जाने हो मिटर, 140सम्म। अब यहाँबाट हामी बिस्तारै यो छोड्ने, बिस्तारै। अब उहाँको बिपी हाम्रो कति आयो, 110देखि लिएर 80सम्म आयो। यति नै हो, यति नै गर्नुपर्छ हामीले, अरू केही गर्नु पर्दैन। हस्, थ्याङ्क यू।